बिहानको पहिलो घामले गाउँको टिनका छाना छमछमी चम्काइरहेको थियो। टाढा जङ्गलबाट सुनिएको चराहरूको चिरबिर, कुकुरको भुकाई अनि चर्पीको छेउमा पानी भरिरहेका गाउँलेहरूको हलचल। यो एक साधारण तर साँचो ग्रामीण बिहान थियो। हावा हल्का चलिरहेको थियो। धुलो सडकको छेउमा फुरुङ फुरुङ गर्दै गैँडाकोटको पातहरू नाचिरहेका थिए। घरहरूको बीचमा चराहरूले घोसला बनाएका थिए। घाँसको थुप्रोबाट गाईबस्तुहरू आवाज गर्दै ओडारतिर लागिरहेका थिए। भैँसीको तन्नेरी बाछाले अचानक उफ्रदा छेउमा खेलिरहेका बच्चाहरू हाँसे। त्यो हाँसो निर्दोष थियो, लाजको भन्दा टाढा, भविष्यको पीडाबाट अन्जान। त्यही गाउँको एक कुनामा सानो फुसको घर देखिन्थ्यो। झरिएको झ्याल, च्यातिएको परालको छानो। त्यही घरभित्र थिए खुसी, सानो उमेरकी, अझै किशोरी नपुगेकी, तर आँखा भने यति गहिरा थिए जस्तो धेरै कुरा बुझिसकेकी होस्। दिन बित्दै थियो। खुसी स्कुलबाट फर्कदै थिए। उसको अनुहारमा थोरै मुस्कान फुलेको थियो, जुन मुस्कानले थकानलाई लुकाउन खोजिरहेको थियो। उसले घरतिर हिँड्दै बाटोभरि देखिएका धरतीका हरिया खेतहरूलाई हेरेकी थिए। उसको हृदयमा एक आशा थियो। त्यो आशा थियो आमा भेट्ने, किनभने आमा गर्भवती थिए र खुसीले थाहा थियो आज आमा थकाइले थाकेकी छिन्। घर पुग्दा आमा भान्सामा थिइन्। खुसी दौडिँदै आमा नजिक पुगेर आँगालो हालेर उनको छातीमा टेकी। खुसीको आँखामा माया र सुरक्षाको भाव झल्किरहेको थियो। आमाले पनि उसलाई मुस्कुराउँदै अँगालो हालिन् र भनिन् कि घरको काम केही गरिदेऊ, म गर्भवती छु, आज धेरै थकाइ लागिरहेको छ। खुसीले भान्सा सफा गर्ने र कपडा धुने काममा हात हालेकी थिए, थाकी आमा आराम गर्न सकुन् मानेर। काम सकिएपछि खुसी आफ्नो सानो मेजमा बसेर आफ्नो गृह कार्य गर्न थालिन्। उसको मन पुरा शान्त थियो, मानौ यो समयलाई उसले एक मौन शरणको रूपमा लिइरहेकी होस्। रात भएपछि खुसी आफ्नो सुत्ने कोठामा गई गहिरो निद्रामा डुबिन। तर त्यो शान्ति केवल भोरको पहिलो भाडो जस्तो मात्र थियो, किनभने केही घण्टामा उनको जीवन नै फेरिन लागेको थियो। रातको मध्यरातको सन्नाटा भाँचिएर अचानक एक भयङ्कर आवाज गाउँभरि गुन्जियो। खुसी सुतिरहेको कोठाबाट उठी। उसको मुटु डरले थाप्दै थियो। उसको मन डर र अनिश्चितताले भरिएको थियो, तर उसले हिम्मत जुटाएर घरको अँध्यारोभित्र प्रवेश गरिन्। भित्र पुगेपछि उसले देखिन् उसका पिता मदिरा पिएर रुष्ट अवस्थामा थिए। उनको हातमा एउटा बोतल थियो, जुन उनले आक्रोशमा आफ्नी गर्भवती आमामाथि प्रहार गर्दै थिए। खुसीको अनुहारमा भय र आश्चर्य मिसिएको थियो। आमा भित्र भुइँमा लडेर पर्न थिइन् र दुखाइले कराउँदै थिइन्। खुसीले आफ्ना पितालाई रोक्न खोजिन्, तर उसले पनि चोट पाइन्। जब उनले आफ्नो छातीमा एक ठुलो चोट महसुस गरिन्, छिमेकीहरू आवाज सुनेर दौडिएर आए र झगडालाई रोके, तर उनीहरू भने आमामाथि आरोप लगाएर हातपात गरे। उनीहरूले आमामाथि कडा शब्दहरू प्रयोग गर्दै गर्भवती भएकाले आफ्नो भाग्य आफैले निम्त्याएको र यस्तो झमेला आफैले ल्याएको भनेर आरोप लगाए। उनीहरूको स्वरमा निन्दा र कठोरता थियो, तर खुसीका लागि ती शब्दहरूले चोट जति गहिरो पारे त्योभन्दा पनि बढी उनको आमाको थकान र पीडाको प्रतिबिम्ब थियो। कसैले भने, यदि तिमी आफ्नो ध्यान राख्ने भएनौ भने यस्तो हुने नै हो नि, अर्काले थपिन्। यो घरको समस्या तिमीले बढायौ, अरूलाई झुक्याउन खोज्नुको केही अर्थ छैन। खुसीले सुन्यो तर केही जवाफ दिइन्। उसका आँखामा आँसु थिए, तर उनले आफ्नो भावलाई थामिन्। डरले आकाशभरि चिच्याउन चाहन्थिन्। सबैजना घर छोडेपछि खुसी र उसकी आमा एक्लै परे। आमा रुने आँसु थाम्न नसकी खुसीलाई अँगालो हालिन् र भनिन् कि आज तिमीले राम्रोसँग सुत्नुपर्छ, किनकि यस्तो रात हाम्रो लागि सामान्य भए जस्तो छ। खुसीले आमा हेरिरहिन्, तर उसको मनभित्र केही मर्न लागेको थियो। उसले आँसु भित्रै थामिन्, बोल्न सकिन् र सारा पीडा मौन भएर उसको मुटुमा जम्यो। रातभर खुसी आफ्नो ओछ्यानमा सुत्न खोज्दा पनि निद्रा लागेन। उसको मन एकदम शून्य र सुनसान थियो, जसलाई शब्दले बयान गर्न सक्दैन। भनिन्छ पीडा कहिलेकाहीँ सिसा जस्तै हुन्छ, चिप्लिन्छ र च्यातिन्छ। त्यही बेला आमा भान्साको भित्ताभित्र बन्द कोठामा थिइन्। उनी घाउ पर्न थालेकी थिइन्। गर्भमा पलिरहेको बच्चा बितिसकेको थियो। उनी आफैले आफ्नो गर्भाशयलाई काट्दै थिए। उसको करा कमरेडभित्र भरियो, तर त्यो आवाज खुसीलाई कहिले सुनिएन।
आमा केही घण्टा त्यो कोठामा अल्झिएकी थिइन् र खुसी भने कुनै जीवन र मृत्युको बीचमा थिए, न बोल्न सक्ने न हिँड्न सक्ने। खुसीको मन अब चुपचाप थिए। उसले आफूलाई थिच्ने ती सब पीडा र डरलाई बोकेर अगाडि बढ्नु पर्थ्यो, तर त्यसको बाटो कतिखेर खुलेला भन्ने थाहा थिएन। उसको आँखामा अनगिन्ती प्रश्नहरू जन्मिए। के मेरो आमा ठिक हुनेछ? के हाम्रो जीवन कहिले फेरिन्छ? किन मेरो घरमा यस्तो पीडा आउँछ? उसले आफ्नो मनलाई भन्थे, के म एक्लै यो सबै सामना गर्न सक्छु? के मेरो भविष्य उज्यालो हुन सक्छ? तर ती सबै प्रश्नहरूको जवाफ उसको सोचभन्दा पर थिए। एउटा भारी चुप्पीले उसको हृदयलाई समेटेको थियो। हाम्रा कथा सुन्नुभएकोमा धेरै धन्यवाद। तपाईहरूको साथले हामीलाई अझ अगाडि बढ्न प्रेरणा दिन्छ। फेरि भेटौँला अर्को भागमा। आफ्ना मनका भावनाहरू सँगै राख्नुहोस् र स्वस्थ रहनुहोस्।